थाहा छैन रोनाल्डो ठुलो बुवाको कन्ट्री पोर्चुगल डाइरेक्टली वर्ल्ड कपमा क्वालिफाई हुन्छ कि हुँदैन। हिजो रोनाल्डो ठुलो बुवाले रेड कार्ड खानुभयो, क्विनोले हान्नुभयो एन्ड रेफ्रीले डाइरेक्ट भाइलेन्ट कन्डक्ट भनेर रिपोर्ट बुझायो भने युएफएले कम्तीमा पनि 2 देखि 3 म्याच ब्यान गर्छ। एउटा त फिक्स हो, कन्फर्म हो, बट रेफ्रीले अब रिपोर्ट कस्तो बुझाउँछ, रिपोर्ट बुझाए अनुसार चाहिँ 2 देखि 3 म्याच ब्यान हुन सक्छ। एन्ड थाहा छैन अब लास्ट एउटा म्याच बाँकी छ, त्यो म्याच ड्र भयो भने त आई गेस क्वालिफाई हुन्छ होला। हार्यो भने एन्ड उता जित्यो भने सेकेन्ड पोजिसनबाट जित्यो भने प्लेअफ खेल्नुपर्ने हुन्छ पोर्चुगल। प्रे गरौँ पोर्चुगलको लागि। एन्ड हरामखोर हाम्रो अर्जेन्टिना डाइरेक्टली क्वालिफाई भइसकेको छ, अर्जेन्टिना क्वालिफाई भइसकेको छ। एन्ड फ्रेन्डली म्याच आज एकछिनमा अब 1-1.5 घन्टा पछाडि फ्रेन्डली म्याच एङ्गोलो विरुद्ध खेल्न गइरहेको छ। एङ्गोलोको 50 इयर्स मार्क्स अफ इन्डिपेन्डेन्स भएको कारणले गर्दाखेरि एङ्गोलोले हेभी 12 मिलियन पे गरेको अर्जेन्टिनालाई, एन्ड अर्जेन्टिनालाई पे गरेको। सो just to have a Lionel Messi on the pitch, Angolo paid 12 million for Argentina to have a friendly match against. So हामी हेर्छौँ अर्जेन्टिना ढुक्कले क्वालिफाई भइसकेको छ एन्ड की प्लेयर्सहरू मिस इट इज भेरी इम्पोर्टेन्ट। अर्जेन्टिनाले एउटा जस्ट यो सिजन वर्ल्ड कप भन्दा अगाडि एउटा मात्र फ्रेन्डली म्याचको आयोजना गरेको छ, यही आज एङ्गोलो विरुद्ध। एन्ड हामी नयाँ फेसेसहरू देख्छौँ, हुलियन अल्भारेज हुँदैन, गुइलियनो सिमियोनी हुँदैन, किनभने इन्जुरी, येल्लो फेभर के भनेको थियो। एन्ड एन्जो फर्नान्डेज, कोको एन्ड फ्रान्को मास्तान्टोनो, कोको हरामखोरहरू इन्जुरी छ, हुँदैन। हामी नयाँ अनुहार हेर्न पाउँछौँ किनभने हामीलाई वर्ल्ड कपमा चाहिन्छ नन स्टप, फेरि ब्याक टु ब्याक वर्ल्ड कप जित्नु चाहिँ हामीलाई होइन त। लेट्स सी आजको फ्रेन्डली म्याच हेर्न नबिर्सिनु होला। लियोनल मेसी अवश्य नै खेल्नेछन्, मेसीकै लागि भनेर एङ्गोलोले 12 मिलियन पे गरेको छ। मेसी अवश्य नै खेल्नेछन्, बट लिमिटेड टाइम हुनेछ। लियोनल स्कालोनीले कति टाइम दिन्छन्, के गर्छन् त्यो त हामी हेर्छौँ। म्याच हेर्न चाहिँ नछुटाउनु होला।